टोरबराई जान लागेको यो चाहिँ पाठा र पाठी लिएर बाबुको र मेरो भक्कल मम्मीले गरेको अनि हाम्रो उहाँजीले गरिसकेको यता हेरिसियो त। अब हामी यहाँबाट ढोरबराई जाँदैछौँ। सो ढोरबराईमा गएर ढोरबराईको सिनहरू तपाईँलाई देखाउँछु। हामी चाहिँ बाइक लिएर जान लागेको यो बाइक। हाम्रो फ्यामिलीहरू चाहिँ यता हुनुहुन्छ है। आज आइपुग्यो माथि सिडी चढ्दैछौँ। मन्दिर गइन्छ अल्छी मानेको अरे न हैन 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 ए यत्रो पाठो डलाउने हुन्छ। बाटै फुकाएर हेर न कस्तो हाँसो लाग्ने पत्ता चाहिँ भाग्ला भाइ। ड्रोन ल्याउनु पर्ने थियो कि शीतल भयो त यहाँनिर अन्त त चिसो चिसो। म त वहाँ पुगेँ नि यहाँको मान्छे ए अर्कोलाई बोक्नु पर्यो। माथि माथि नै रहेछ त हजुर। खाना घर नजिक भएर ढिलो आइपुगेको यस्तो छ छ्या। बिल्डिङहरू भन्ने छ। ल म मन्दिर पुगेर देखाउँछु गाइस। त्यहाँ झोला सामानहरू चाहिँ त्यही जुत्ता भएर राख्नु न। जुत्ता भए ठाउँमा चिप्लो हो भाइ। विचार गरेर चिप्लो रहेछ। छिटो छिटो गइहाल्ने बाइक कहाँ गइहाल्ने भयो त। अनि किन किन हेलो के छ कता हो दिदी। लरी छुट्नु भएको छैन नि। लरी छुट्यो है। वाउ इट्स नाइस। लरी छुटेको पाठामा छान्ने बेलामा कस्तो मजा लरी छुट्यो कि पहिलाको ब्लड खुनहरू केही पनि बाँकी रहेन। स्टोरी लरी छुटेको हजुर कति बज्यो? 12 बज्नु लाग्यो। ए लरी छुट्यो नि ठ्याक्क लरी छुटेको नि। म भागीमानी कहिले अब कि छु र भागीमानी छैन। आफू जस्तो साथीहरू पाएको छ मोटे मोटे। बाबुले लरी छुटेको बेला पानी यसो छम्किनु पाए हुन्थ्यो नि। ओ यता भोटेले हान्ने हो। हेर त भोटे हो बाबा। ढोरबराई फोटो अनि सेभ गरेर अनि मलाई फोटो सुरु गरी भनेर लेख भने होइन मेसेज नआएको मैले त थाहै हुन्न बाबु। अहिले हालिदिनु लाग्यो त मेसेज आएको छैन। यहाँ न्यू कन्ट्याक्ट होइन सेभ गर पहिला मोबाइलमा। मलाई सेभ छ। सेभ नगरी मिल्दैन।
त्यहाँ सर्च गर 98 4 90 32 8 73 32 873 त नमस्कार गर्नु देउतातिर फर्केर ल हाई भन्यो फेरि है हो आज